बालेन सरकारको लक्ष्य छ नेपालको अर्थतन्त्र वार्षिक 10 खर्ब पुर्याउने, प्रति व्यक्ति आय $3000 भन्दा माथि लैजाने। तर कागजको लक्ष्य र यथार्थमा ठूलो खाडल छ, किनभने अर्थमन्त्री आफैले भनेका छन् नेपालको अर्थतन्त्र अहिले अनुत्पादक चक्रमा फसेको छ। तर प्रश्न हो, यो सरकारले साँच्चै त्यो खाडल पूर्ण सक्छ त? कुन कुन क्षेत्रले नेपाललाई त्यो लक्ष्यसम्म पुर्याउन सक्छ? आजको भिडियोमा त्यही कुरा केलाउँदैछौँ। जलविद्युत नेपालको सेतो सुन। नेपाल जलस्रोतमा धनी देश हो। यहाँ हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिने सम्भावना छ। यो क्षेत्रले पहिले भारतमा बिजुली निर्यात गरेर विदेशी मुद्रा कमाइरहेको छ। यदि सरकारले जलविद्युत परियोजनाहरूमा लगानी वातावरण सहज बनाएमा, विद्युत प्रसारण लाइन विस्तार गरेमा र भारत बंगलादेशसँगको बिजुली व्यापार सम्झौता बलियो बनाएमा, यो क्षेत्रले नेपालको सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्न सक्छ। नयाँ बजेटले अड्किएका राष्ट्रिय गौरवका आयोजनाहरू 2 वर्षभित्र सक्ने लक्ष्य राखेको छ, जसमा धेरैजसो जलविद्युत र पूर्वाधार आयोजना नै पर्छन्। पर्यटन क्षेत्र। नेपाल हिमाल, संस्कृति र साहसिक पर्यटनका लागि विश्वभर चिनिन्छ। पर्यटनले पहिले लाखौं मानिसलाई रोजगारी दिइसकेको छ र विदेशी मुद्रा आर्जन गरिरहेको छ। तर मध्यपूर्वको अस्थिरताका कारण त्यहाँका एयरलाइन्स मार्फत आउने पर्यटकहरू घटेका छन्, जसले नेपालको हवाई सम्पर्कमा असर परेको छ। त्यसैले सरकारले हवाई सम्पर्क विस्तार, पर्यटकीय पूर्वाधार र नयाँ गन्तव्य प्रवर्धनमा लगानी लगाउनु पर्नेछ। नयाँ बजेटमा नीतिगत स्थिरता र सार्वजनिक नीति साझेदारी मार्फत पर्यटन पूर्वाधार खोल्ने योजना छ, जसले होटल, होमस्टे र व्यवसायमा नयाँ लगानी आकर्षित गर्न सक्छ। सूचना प्रविधि आईटी निर्यात। अहिले विश्वभर सफ्टवेयर र डिजिटल सेवा निर्यात ठूलो व्यापार बनेको छ। नेपाली युवाहरू पहिले नै फ्रिलान्सिङ र आईटी आउटसोर्सिङ मार्फत विदेशी ग्राहकबाट पैसा कमाइरहेका छन्। सरकारको प्राथमिकता आईटी क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर वृद्धि गर्ने कुरा परेको छ। यदि इन्टरनेट पूर्वाधार, डिजिटल भुक्तानी प्रणाली र स्टार्टअपलाई सहज कर व्यवस्था दिइयो भने यो क्षेत्रले धेरै युवालाई विदेश जानुभन्दा नेपालमै बसेर कमाउन अवसर दिन सक्छ। हालसालै स्टारलिङ्क जस्ता कम्पनी नेपाल प्रदेशको तयारीमा रहेको खबर पनि आएको छ, जसले इन्टरनेटको पहुँच थप फराकिलो बनाउन सक्छ। यसबाहेक बालेन सरकारले आईटी हाइवे भन्ने भिजन मार्फत नेपाललाई डेटा सेन्टर हब बनाउने योजना अघि सारेको छ, जसले सस्तो जलविद्युत प्रयोग गरेर ग्रीन डेटा सेन्टर बनाउने लक्ष्य राखेको छ। यस अन्तर्गत नेपाली कम्पनी बिटचिटनले गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरूसँग सहकार्य गरेर चोभार र वीरगञ्जमा नेपालको पहिलो टियर 4 हाइपर स्केल डेटा सेन्टर बनाइरहेको छ। जुन अगस्त 2026 बाट सञ्चालनमा आउने तयारी छ। साथै मेटा र वर्ल्डलिङ्क बीच पनि डेटा सेन्टर सहकार्यको छलफल भइरहेको छ। नयाँ बजेटमा सरकारले आफ्नै स्वदेशी स्टार्टअपलाई सहुलियत दरमा कम्प्युटिङ सुविधा दिनका लागि शिक्षातारमा सोभरेन एआई कम्प्युटर सेन्टर बनाउने घोषणा पनि गरेको छ, जसले जलविद्युतकै भरमा हजारौं एआई प्रोसेसिङ युनिट चलाउने योजना राखेको छ। यसले नेपाली कम्पनीहरूलाई विदेशी सर्भरमा भर पर्नुको सट्टा आफ्नै देशभित्र डेटा राख्ने र एआई आधारित व्यवसाय बनाउने ढोका खोल्न सक्छ। नेपालको ठूलो जनसङ्ख्या अझै कृषिमा नै आधारित छ, तर धेरै कृषि उत्पादक अझै परम्परागत शैलीमा छ, जसले आम्दानी सीमित बनाएको छ। महिला उद्यमीहरूले उत्पादन गरेका नेपाली उत्पादनलाई ब्रान्डिङ, मार्केटिङ र ट्रेडमार्क दर्तामा सरकारी सहयोग दिने र सरकारी खरिदमा नै मेड इन नेपाल उत्पादन प्राथमिकता दिने माग व्यापारिक सङ्घहरूले उठाइरहेका छन्। साथै साना र मझौला उद्यम एमएसएमईलाई करको बोझ र झन्झटिलो प्रक्रिया घटाइदिने हो भने यी उद्योगहरू फस्टाउन सक्छन्, जसले गाउँघरमा रोजगार सिर्जना गर्दछ। रेमिटेन्सलाई उत्पादनशील बनाउने। नेपालको अर्थतन्त्र ठूलो हिस्सा वैदेशिक रोजगारीबाट आउने रेमिटेन्समा निर्भर छ। लाखौं नेपाली खाडी मुलुक र मलेसियामा काम गरेर पैसा पठाउँछन्, जसले उपभोग धान्छ र मुद्रा स्थिर राख्छ। तर यो मोडेलले संरचनागत कमजोरी लुकाएको पनि छ। घरमै रोजगारी सिर्जना नहुँदा हरेकौं वर्ष लाखौं युवाहरू विदेश जानुपर्ने बाध्यता छ। अहिले मध्यपूर्वको अस्थिरताका कारण त्यहाँका कामदार फर्किने जोखिम बढेको छ। यदि सरकारले फर्किने कामदारलाई घरमै
रोजगारी र साना व्यवसाय सुरु गर्न सहज ऋण, तालिम र लगानी वातावरण दियो भने रेमिटेन्सको पैसा उपभोग गर्न मात्र नभई साना उद्योग र व्यवसाय खोल्नमा प्रयोग हुन सक्छ, जसले दीर्घकालीन आर्थिक आधार बलियो बनाउँदछ। निजी क्षेत्रमा साझेदारी र लगानी वातावरण। गएको साता प्रधानमन्त्री बालेन शाहले एफएनसिसिआई, सिएनआई लगायत ठूला व्यापारिक सङ्घहरूसँग भेटेर लगानी वातावरण सहज बनाउने, उद्योग व्यवसाय सञ्चालनमा रहेका झन्झट हटाउने र रोजगारी सिर्जना सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ बजेटले वान स्टप इन्भेस्टमेन्ट सर्भिस ल्याउने र धितोपत्र बोर्डलाई नेपाल स्टक एक्सचेन्ज जस्ता नियामक निकाय पुनर्संरचना गर्ने योजना ल्याएको छ। यसको अर्थ हो विदेशी र स्वदेशी लगानीकर्ताले कम झन्झट नयाँ कम्पनी वा उद्योग खोल्न पाउने वातावरण बन्दैछ। बजेटले खोल्न सक्ने नयाँ अवसरहरू। सरकारको चुनावी घोषणापत्रमै वार्षिक 7% आर्थिक वृद्धि दर, प्रति व्यक्ति आय $3000 भन्दा माथि पुर्याउने र अर्थतन्त्रको आकार 10 खर्ब रुपैयाँ नजिक पुर्याउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। यसका साथै कर छुट, पूर्व प्रभावी कर नलगाउने प्रतिबद्धता र पारिवारिक आर्थिक भारका आधारमा आयकर छुट दिने योजना पनि छन्। तर विज्ञहरूले भने जस्तै यी लक्ष्य महत्त्वाकांक्षी छन् र राजस्व सङ्कलन बढाउने, पुँजीगत खर्च चुस्त बनाउने र चालु खर्च नियन्त्रण गर्ने काम सजिलो हुने छैन। त्यसैले नयाँ बजेट कति व्यावहारिक हुन्छ भन्ने कुरा आउने महिनामा नै छर्लङ्ग हुनेछ, जसबाट बालेन सरकारले नेपालको आर्थिक स्थिति बलियो बनाउने अवसर पाएको छ। तर यो सबै लक्ष्य कागजमै सीमित नरहोस् भन्नका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र नीति कार्यान्वयनमा निरन्तर आवश्यक पर्छ। यो सरकारले यी चुनौतीहरू कसरी सामना गर्छ त्यो हामी आउने दिनमा नजिकबाट हेर्नेछौँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट लेखेर जानुहोस्। च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।